नमस्ते साथीहरु। आज भोलि पर्सि मेरो छुट्टी भएको हुनाले म सुत्नु चाहिँ पर्ने अघि नै हो, तर ड्युटी नभएको कारणले आज म यसो बाहिर निक्लेको छु घुम्नको लागि। विगत लामो समयदेखि म अहिले बिहानको सूर्य उदाएको अथवा बिहानको सूर्यलाई नदेखेको महिनौ बित्यो। यो पार्क तपाईले पछाडि देख्दै हुनुहुन्छ, यो पार्क यो मस्जिद हो। यो मस्जिद को भिडियो मैले एकचोटि आजभन्दा 8-9 महिना अगाडि लगाएको थिएँ। यो पछाडिपट्टि देख्दै हुन्छ यो खजुरको बोट। त्यो समय आउँदाखेरि मैले यहाँका खजुरहरू केही पिस टिपेर चाहिँ खाएको थिएँ। त्यतिखेर एकदमै पाक्न लागेको थियो। अहिले तपाईको हेर्न सक्नुहुन्छ फुल्दैछ, देख्दै हुन्छ फुल्दैछ। भनेपछि लगभग म कति महिनापछि आएछु यो पार्कमा, लगभग 9 महिना होला सायद। कति शान्त जग्गा छ यो। सुन्न सक्नुहुन्छ आवाज चराचुरुङ्गीहरूको। यो चराचुरुङ्गीहरूको बिहान पखको जुन एक किसिमको आवाज हुन्छ नि उनीहरूको, यो आवाज हैन चिरबिर यो आवाज नसुनेको मैले महिना भयो क्या। मेरो ड्युटी त्यस्तै छ, दिनको 2 बजेदेखि बिहानको 2 बजेसम्म हो। अनि त्यसो हुँदाखेरि म बिहानको 5:30-6 बजे त सुतिसकेको हुन्छु। तर अब 3 दिन मेरो छुट्टी भएको हुनाले म बाहिर निस्किनु घुम्नको लागि निस्केको छु। एकदमै शान्त वातावरण छ यहाँ। यतापट्टि मेन रोड भए तापनि हैन, यो एरिया चाहिँ शान्त एरिया छ। ल देख्न सक्नुहुनेछ, खुब मजा लाग्ने एरिया। साथीभाइसँग हुँदाखेरि झन् राम्रो हुन्छ। म अब रुममा एक्लै छु हैन, त्यही भएको हुनाले त्यही पनि बाहिरको रुखमा रहेछ ठुलो। अस्ति आउन पाइएन, सिजनमा फलेको थियो होला। ल हेर्नुहोस् भँगेराहरूको आवाज, चराचुरुङ्गीको आवाज नसुनेको मैले महिना भएको थियो यार। के गर्ने, ड्युटी नै त्यस्तो छ मेरो। ल सबैलाई यति भन्दै यो भिडियो मार्फत चाहिँ म बिदा लिन चाहन्छु। नमस्ते, सुहारो।